चितवनको नानीगढदेखि यस स्थानसम्म आइपुग्नको लागि करिब 35 किलोमिटरको यात्रा तय गर्नुपर्दछ र यसपछि चाहिँ परशुराम कुण्डसम्म पुग्न करिब 2 घण्टा 30 मिनटको यात्रा तय गर्नुपर्दछ। बाटो अलि असजिलो छ, खोलाको किनारै किनार हिँड्नुपर्दछ। अप्ठ्यारो बाटो करिब 2 घण्टा 30 मिनटको पैदल यात्रापछि हामी यस परशुराम कुण्ड तथा नुहाउने स्थानसम्म आइपुगेका छौँ। हिन्दूहरूको महान कुण्ड मध्येको एक कुण्ड। यस परशुराम कुण्डमा स्नान गर्नाले मोक्ष प्राप्त हुन्छ भन्ने किंवदन्ती छ। गल्लो हामी लड्दै पढ्दै बुद्धक आइपुगेका छौँ र यो बुद्धक मेला भनेको परशुराम कुण्ड हो। माडीबाट लगभग 10 किलोमिटर हिँडेपछि यस ठाउँमा आइपुगिन्छ। खोलाको किनार किनारै लगभग 아유, 놔요. स्नान गरिसकेपछि सबै थकानहरू दूर हुँदो रहेछ र जिन्दगीमा एकचोटि स्नान गर्नु परिरहेछ भन्ने पनि कराएको छ। स्नान गरेपछि मोक्ष प्रदान गरिने भन्ने जनविश्वास धार्मिक विश्वास रहेको छ। लड्ने मान्छे यही हो। अलि हल्का पोखिनु हो, साह्रै चर्को होइन। दुईचोटि हो। घुङ्गाल त साह्रो लाग्छ फेरि। यो पनि अनुभव भयो एक किसिमको।